नेपालसँग न्यु खोज्दै भारत बालेन सरकारको राष्ट्रियता प्रतिको प्रतिबद्धता, राष्ट्रिय स्वाभिमान प्रतिको प्रतिबद्धताले छिमेकी देश भारतका शासकहरू आत्तिएका छन्। यसको प्रभाव नेपालको जेन्जी आन्दोलनबाट विकसित नेपालको जो राजनीतिक परिस्थिति, यो राजनीतिक परिस्थितिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको 2/3 बहुमतको सरकार बनेको छ। यो सरकारको तरङ्ग छिमेकी देश भारतमा व्यापक रूपमा गइरहेको छ। यो तरङ्गकै कारण हो भारतका विभिन्न प्रदेशहरूमा हामीलाई पनि नेपालको प्रधानमन्त्री बालेन शाह जस्तै प्रधानमन्त्री चाहियो भन्ने आवाजहरू सामाजिक सञ्जालहरूमा आइरहेका छन्। सञ्चार माध्यमहरूमा पनि प्रशस्त यस्ता आवाजहरू सुनिँदै आएका छन्। अनि बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा भारतीय नागरिकहरूको पनि रोजाइ भइरहेको छ। यो अवस्थाका बीच भारतको अहिले सत्ता पक्षले नेपाललाई हरेक क्षेत्रमा अवरोध गर्दैछ। चिनी निर्यात बन्द गरेको छ, यसलाई स्वाभाविक पनि मानिएको छ। चिनी निर्यात बन्द गरेपछि यतैतिर चिनी उत्पादन बढाउनु पर्छ भन्ने सोचको विकास पनि हुन्छ, यो ठिक छ। अब नेपालले निर्यात गर्दै आएको जो चिया थियो, त्यो चियालाई रोक्ने कसरत पनि भारतले गर्यो। तथापि तत्कालको निम्ति यो कसरत टार्न सफल भएको छ नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग संवाद गरेरै। तर त्यो अल्पकालीन संवादको रूपमा रहनेछ। दर्शक, भारतले पटक पटक नेपालसँग न्यु खोज्ने प्रवृत्ति र भारतका पुराना राजनीतिक दलका नेताहरू र नेपालका पुराना राजनीतिक दलका नेताहरू बीचको एउटा दास र मालिक बीचको सम्बन्ध जस्तो रहँदै आयो। नेपालका राजनीतिक दलका नेताहरू जहिले पनि लम्पसार पर्ने, भारतका राजनीतिक दलका नेताहरूले जहिले पनि नेपालबाट केही न केही दोहन गरेरै छोड्ने, सकेसम्म जल सम्पदा कब्जा गरेरै छोडे, नेपाललाई भारतको व्यापारमा निर्भर रहन बाध्य बनाइरहेका छन्। नेपालमा शिक्षा क्षेत्रमा हस्तक्षेप, संस्कृतिमा हस्तक्षेप, अर्थतन्त्रमा हस्तक्षेप, व्यापारमा हस्तक्षेप, हरेक क्षेत्रमा भारतको हस्तक्षेप कायम छ। अहिले यस्तै हस्तक्षेपकारी गतिविधिका कारणले गर्दा भारतमा कक्रोच जनता पार्टी भनेर अत्यन्त लोकप्रिय अभियान चलिरहेको छ, जो जेन्जी अभियान नै हो। त्यो पनि नेपालको जेन्जी आन्दोलनबाट प्रभावित अभियान हो। अझ नेपालका प्रधानमन्त्री बालेन शाहको व्यक्तित्वबाट पनि प्रभावित अभियान हो। भारतमा चलिरहेको जेन्जी आन्दोलन सफल भयो र नेपालसँग अत्यन्त सुमधुर सम्बन्ध बनाउने बाटोतर्फ भारतका जेन्जीहरू अगाडि बढे भने अहिलेका सत्तासीन भारतीय राजनीतिक दलका नेताहरूलाई त नराम्रो किसिमबाट झड्का त मिल्ला नि। दर्शकबिन, नेपाल र भारतलाई एक अर्कामा होच्याउने जो गतिविधि भइरहेको छ अहिलेसम्म, यो गतिविधिबाट बाहिर निकाल्नको निम्ति भारतमा पनि जेन्जी आन्दोलनकै परिणाम आवश्यक पर्न थालेको छ, जो नेपालबाट प्रभावित भइरहेको छ।